त्यसो नगरौँ ल। आयो लालुको उडान के गाडीको भित्र पनि नै पछाडि पनि पाल हालेर भित्र बिचरा बाटो अहिले आउँदैन। आज म जाँदैछु सुर्खेतदेखि कालीकोटसम्म। लेट्स सी गाइस के हुन्छ म बाटोमा देखाउने नै छु। र हिजोदेखि पानी परेको हुनाले आई होप कि बाटो बिग्रेको छैन, राम्रै होला अनि त्यसै आशा गर्न सकिन्छ। र अहिले म जाँदैछु बस पार्क। ओहो एडिचोक गाइस। हेलो बससम्म जाऊँ न कसरी हो? 30 ए लाइन ल टिकट पनि काटिसकेँ। जाने गाडी चाहिँ यही परेछ। पानी पो पर्छ भाइ, के गर्नु गाह्रो छ। बड़ी जोर पुगेर नास्ता। पालतोडामा खाना खाइसकेपछि दामी। Finally, Kalikala pujo. फाइनली खुलालु पुगे 4:30 बजे। पानी परेर लास्टै तनाव छ। गाडी त भेट्टाएको छ, अब अहिले जान्छ कि नै, भोलि बिहान जान्छ होला सायद। हेरौँ के हुन्छ। यदि अहिले गयो भने बाटोमा देखाउँछु है। गाडी त भेट्यो, मान्छे पुरा प्याक छन्, कसरी जाने ठाउँ हुनु जस्तो छ। यस्तो पानी परेर ल फेरि
ल आयो लालीको उडान के गाडीको भित्र पनि आयो पछाडि त्यो पनि पाल हालेर भित्रबाट के खाइ छैन के अरे खुट्टा भित्ताउनु बाहिर लगाउनु खाइ छैन महाराज यसो पढेको लागि आउँ छौँ त हामी 3 जना पनि आयो है भाडा कम्मिने यार पछि भाडा नदिनु भाइजाने भाडा नदिने भाइजाने मलाई भोलि दिउँला भन्ने भाइजाने हो पाल हटाए त मजा आउने रहेछ नल्याउने यार पाल साथ अया के आउनु थियो एउटा हेलिकप्टर बुक गरेर आयो नि हुने चाहिँ भन्ने अरे क्या बिचरा बाटो यस्तो छ हाम्रो हालत फेरि आउँदैन त्यसो नगरौँ सर आयो फाइनली पुग्यो रानीखेत हाय हाय उज्यालोमै पुर्याइ हालिदियोस् अब घर जाँदैछु घर अलि उतै छ घरमा कोही छैन यार घर निक्ल्यो जान ल सँगसँगै मेरो यो भिडियो सक्यो है अब बाँकी चाहिँ अर्को भिडियोमा भेटौँ ल थ्याङ्क्स फर वाचिङ